हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ म मम्मीसँग बाख्रा चराउन भनेर आएको थिएँ। मौसम पनि एकदमै राम्रो भएर चाहिँ मैले चाहिँ मम्मीको टिकटकहरू बनाइदिएँ। त्यसपछि मम्मी चाहिँ घर लाग्नुभयो र हामी चाहिँ बाख्रा चराउने भनेर छाता लिएर आयौँ। अनि त्यसपछि हामी चाहिँ बाख्रा चराउने भनेर बसेको, मम्मीको पनि टिकटक बनाइसकेको थियौँ। अनि बसेको त हाम्रो घरमा भएको बोकु है, उसको नाम मम्मीले भकुन्डे राख्नुभएको थियो। ऊ पनि हामीसँगै आएर बस्न थाल्यो। गर्मी यति धेरै भइसकेको थियो, हामीले पनि एउटै छाता लिएर आएको थियौँ। त्यही एउटा छातामा 3 जनै बस्यौँ। अनि ऊ भकुन्डे पनि जान तयार थिएन। ऊ त माटोमा खेलेर मक्ख परेर खेलिरहेको थियो है। अनि हामीले पनि त्यसको अनुहार देखेर यति फोहोर फोहोर बनाएको थियो। अनि त्यसलाई चाहिँ मलाई घर लगेर नुहाउने मन लाग्यो। अनि मैले चाहिँ त्यसलाई त्यस्तो माटोमा खेलेको देखेर घर लगेर गएँ। अनि मैले घरमा बाँधेर आफू पनि लुगा चेन्ज गरेर रेडी भएँ। अनि उसलाई पनि पानी हालिदिएको त ऊ त भाग्न थालेछ। त्यसपछि मैले उसलाई फेरि कान समाएर तानेर ल्याएर आएँ। अब नुहाउने भनेको उसलाई स्याम्पू लगाइदिएको त एउटा दुईवटा नभन्दै 5-6वटा सकेको थाहै भएन। त्यसपछि मम्मी पनि सुनाउन लाग्नुभयो, यति धेरै स्याम्पू किन लगाएको भनेर। अब उसको यति ठुलो ज्यान छ, कपाल पनि धेरै छ, स्याम्पू त धेरै लाग्ने नै भयो। अब पछि त उसलाई पनि मक्ख परेर है पानी परेको छ। अनि शीतल शीतल भएर ऊ पनि केही भन्न थालेन। त्यसपछि मैले उसको फोहोरहरू सबै मलेर सफा गरिदिएँ। अनि यति धेरै फोहोर आयो है, उसको पुरै माटोमा खेलेको थियो नि त, मुख पनि कालो कालो बनाएको थियो। त्यसपछि चाहिँ उसको अलि सफा भयो। अनि मैले पानी हालिदिएको त यति धेरै फोहोर आएछ। यो चाहिँ मेरो फर्स्ट भ्लग हो है। मैले चाहिँ यो भ्लग बनाएको थिएन। सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला, कस्तो भएको छ भनिदिनु होला। र यसै गरी अर्को भ्लग पनि म बनाउने छु। यसपछि मैले उसको पानी हालिदिएको यति धेरै फोहोरहरू आयो है। अनि सफा गरेँ। अनि उसलाई चाहिँ शीतल शीतल भएर घाम एकदमै भइसकेको थियो। उसलाई पनि शीतल शीतल लागेर केही पनि गर्न थालेन। पछि त ऊ सफा भयो। अनि पाइपबाटै पानी हालिदिएँ। सफा भएपछि अनि ऊ पनि गोठमा गएर बस्यो। आजको भ्लग चाहिँ यति नै। अर्कोचोटि आउने छु। ओके, बाई बाई सबैजनालाई। थ्याङ्क यू सो मच। यो भिडियोलाई सपोर्ट अनि माया गरिदिनु होला, सेयर पनि गरिदिनु होला, र सब्सक्राइब पनि गरिदिनु होला, र कमेन्ट पनि गरिदिनु होला कस्तो भएको छ। थ्याङ्क यू सो मच। बाई।